आयत निकाल्न सकिने भन्ने भयो। पिरामिड ठोस वस्तुलाई यसमा पनि केही शब्दावलीहरू हुन्छन्। आधारमा वृत्त भएपछि यो वृत्तको अर्धव्यासलाई सोलीको अर्धव्यास भनेको हो। यो पुरा व्यास भयो डी है, त्यसको आधा अर्धव्यास भयो। केन्द्रदेखि परिधिसम्मको अर्धव्यास भयो। एक परिधिबाट अर्को परिधिसम्मको केन्द्र भएर जाने रेखा व्यास भयो, त्यहीको आधा हुन्छ यो। अनि त्यसपछि यसमा पनि उचाइ दुई किसिमका हुन्छन् है। एउटा चाहिँ उचाइ भन्छौँ हामी हाइट, यसको यो केन्द्रदेखि शीर्षबिन्दुसम्मको दूरी उचाइ भयो, हाइट यादले नै जनाउँछौँ यहाँ पनि। र अर्को छड्के उचाइ, स्ल्यान्ट हाइट भन्छ है, छड्के उचाइ। परिधिदेखि शीर्षबिन्दुसम्मको दूरी हो, यसले नै जनाउँछौँ है, यसले नै जनाउँछौँ। र भर्टेक्स शीर्षबिन्दु हिसाबमा त आउँदैन। अब कतिवटा भर्टेक्स हुन्छ भने एउटा हुन्छ भने है, एउटा हुन्छ। अब यसका क्षेत्रफलहरू पढ्ने भयो, सोलीको क्षेत्रफल पढ्ने हो। सोलीमा दुई किसिमको सतह हुन्छ। एउटा समतल सतह हुन्छ, यसलाई आधार भन्छौँ। एउटा यो छड्के सतह अथवा यसमा वक्र सतह पनि भन्न मिल्छ है। उता हामीले पिरामिडमा त्रिभुजाकार सतह अथवा छड्के सतह भनेको, यहाँ चाहिँ वक्र सतह भन्छौँ। यो बाङ्गो टिङ्गो जस्तो भएको हुनाले वक्र सतह भन्छौँ है, वक्र सतह अथवा छड्के सतह। आधारको क्षेत्रफल भनेको छैन, आधार यो सोलीको आधारमा वृत्त हुन्छ है, सर्कल वृत्त हुन्छ। अनि वृत्त भएपछि यो वृत्तको क्षेत्रफल पढेको है। के हुन्छ त वृत्तको क्षेत्रफल? पाई आर स्क्वायर वृत्तको क्षेत्रफल। त्यसो भए यहीको आधारको क्षेत्रफल भनेको त्यही पाई आर स्क्वायर हुन्छ। सोलीको आधारको क्षेत्रफल भनेपछि के बराबर पाई आर स्क्वायर। कुनै नयाँ सूत्र छैन, त्यही पुरानै वृत्त हो, आधारमा वृत्त हुन्छ। यसको गर्दाखेरि यो सोली बनेको हो। यो वृत्त भएको हुनाले ए बराबर पाई आर स्क्वायर हुन्छ। त्यसपछि यसलाई हेर्दाखेरि आधार देखिन्छ भन्ने बुझेको हो। आधार भएपछि ए बराबर पाई आर स्क्वायर हुन्छ। आधारमा वृत्त भयो, वृत्तको क्षेत्रफल ए बराबर पाई आर स्क्वायर हुने हुनाले यसको आधारको क्षेत्रफलको सूत्र के भयो त पाई आर स्क्वायर। आधारमा वृत्त हुन्छ, त्यसैले सोलीको आधारको क्षेत्रफल भनेको वृत्तको क्षेत्रफल भयो। ल नेक्स्ट अब यो भाग हो है, यो भाग सोलीलाई चिर्यो भने यस्तो बन्छ। यो आधार भयो, यहीको त पढिसक्यौँ। अब यसको पढ्ने, यसको क्षेत्रफल आयतको सूत्रबाट निकाल्छौँ। यसलाई 8 क्लासमा हामीले चिरेर मसिना त्रिभुज बनाएको है। यसलाई चिर्यो भने यस्ता खालका मसिना त्रिभुजहरू बनाउन सकिन्छ है, मसिना गरेर चिर्यो भने है। अनि यहाँदेखि यहाँसम्मको दूरी टोटल 2 पाई आर छ है। 2 पाई आर कसरी कि यो वृत्तको परिधि हो नि त, वृत्तको परिधि हो। यहाँदेखि यहाँसम्मको यो दूरी भनेको वृत्तको परिधि हो। वृत्तको परिधि पी बराबर 2 पाई आर हुन्छ। ल यसलाई चिरेर त्यस्तो बनायौँ। त्यसपछि सुल्टो र उल्टो गरेर मिलाउँदाखेरि यस्तो आयत बन्न जान्छ है। साना त्रिभुजहरू चिरेर उल्टो र सुल्टो गरेर मिलाउँदाखेरि यो यल भयो, यहाँदेखि यहाँसम्म भयो है। छड्के उचाइहरू त यहाँदेखि यहाँसम्म यो यल भयो है, यसलाई यहाँ चौडाइ भन्छ। अनि यो पुरा 2 पाई आर हो। त्यहीमा आधा माथि गए, आधा तल गए। 2 पाई आर को आधा यता भन्दाखेरि पाई आर भयो।
पायारलाई 2 ले भाग गर्दाखेरि पायार भयो। ल त्यसो भए यो आयत जस्तो बन्यो है, आयत जस्तो बन्यो। लम्बाइ पायार चौडाइ यल, यहीको क्षेत्रफल के होला त त्यसो भए? पायार एल। यही आयतको क्षेत्रफल के होला? पायार एल। पायार यल होला है, पायार यल। आयत भयो लम्बाइ गुणा चौडाइ पायार यल भनेपछि यसको वक्र सतहको क्षेत्रफल पायार यल। छड्के सतह भन्ने पनि भयो, वक्र सतह भन्ने पनि भयो। छड्के सतहको क्षेत्रफल पायार यल। याद गर्नुपर्ने नयाँ सूत्र भयो है। आधारमा त वृत्त थियो, वृत्तको क्षेत्रफल हामीलाई थाहा छँदै थियो। अब रह्यो यो वक्र सतह अथवा छड्के सतह। छड्के सतह यो भागलाई हामीले प्रयोगात्मक रूपमा चाहिँ मसिना त्रिभुजहरू काटेर, धेरैवटा त्रिभुजहरू काटेर ती त्रिभुजलाई उल्टो र सुल्टो गरेर एउटा आयतको निर्माण गर्यौँ भने त्यसमा लम्बाइ पायार हुन्छ, चौडाइ यल हुन्छ है। 2 पाइआर को आधा पायार भयो है। लम्बाइ पायार चौडाइ यल गुणा गर्दा आयतको क्षेत्रफल L × B हुन्छ। त्यसअनुसार त्यसको क्षेत्रफल चाहिँ यही बराबर पाइआर यल हुन्छ। ल यो चाहिँ सोलीको छड्के सतहको क्षेत्रफल भयो। ल आधारको पनि पढ्यौँ, वृत्त हुन्छ। छड्के सतहको पनि पढ्यौँ, वक्र सतह पाइआर यल हुन्छ। अब पुरा सतहको भनेको त के होला त? जोड्नु पर्ला है। आधार र छड्के सतहको जोड्नु पर्ला है। ल यिनलाई जोड्यो भने अब के भन्नु त है? पुरा सतहको क्षेत्रफल 2 पायार। आधार र त्यो जोडेको भयो, जोड दिएको मात्रै हो यसमा त। पढ्न सजिलो होला भनेर पायार साझा लिएको भए पायार स्क्वायर पायार यल छ, दुवैमा पाई पनि छ, एउटा आर पनि छ है। पाइआर साझा आयो, पाइआर × आर प्लस यल भयो। ल त्यसैले यसको पुरा सतहको क्षेत्रफल आधारको प्लस छड्के सतहको गरिदिनु। पाइआर साझा लिँदाखेरि ए बराबर पाइआर × आर प्लस यल हुन्छ। पुरा सतहको याद गर्नु परेन, आफै जोड्ने है। आधारमा छड्के सतह जोड्ने, आधारमा छड्के सतह। आधार पाइआर स्क्वायर पढ्यौँ, छड्के सतह पाइआर यल पढ्यौँ र दुवैलाई जोड्दाखेरि पाइआर साझाएर आर प्लस यल। यसको बारेमा क्षेत्रफलहरू आधार छड्के सतह पुरा पढ्यौँ। के बाँकी रह्यो? आयतन। आयतन बाँकी रह्यो है। ल आयतन। अब आयतन यो सोली बनाउनुको लागि पहिला हामी प्र्याक्टिकली केही हेर्न सक्छौँ है। यो चाहिँ कसरी यस्तो भयो त भन्दाखेरि हामीले दुईटा ठोस आकृति लिएका छौँ, एउटा बेलना एउटा सोली है। यिनीहरूको अर्धव्यास र उचाइ सेम छ दुईटैको। हेर त अर्धव्यास पनि बराबर भयो है, सेम छ। उचाइ पनि दुईटैको बराबर भयो। यसको उचाइ हेर्ने भनेको है, उचाइ दुईटै बराबर उचाइका हुन् है। उचाइ बराबर भएका हुन्, अर्धव्यास पनि बराबर भएका हुन्। यिन दुईटालाई हामी हेरौँ त एकछिन। यो चित्र यस्तो हो। ल हेर त यो बेलनाको लागि उचाइ अर्धव्यास आयतन निकाल्दाखेरि 1386 सिएम क्युब आउँछ। फेरि सेम त्यही नाप लिएर उचाइ अर्धव्यास यो सोलीको आयतन निकाल्दाखेरि 462 सिएम क्युब हुन्छ। उसको 1/3 हुन्छ है। उसलाई 3 ले भाग गर्यो भने ठ्याक्कै यति आउँछ कि। त्यसैले 400
462 cm क्यूब बराबर 1/3 1386 अर्थात् बेलनाको आयतन है। सोलीको आयतन बराबर 1/3 बेलनाको आयतन है। सोलीको आयतन बराबर 1/3 बेलनाको आयतन। अब 3 ले भाग गर्दाखेरि यो बराबर आउँछ भन्नुहुन्छ है। त्यही भएर त्यसको सूत्र के भएको त 1/3 पाई आर स्क्वायर याद गर्छ है। बेलनाको पहिल्यै पढेका त्यो पाई आर स्क्वायर याद हुन्छ भनेर अब यो नयाँ सोली भयो, यसको आयतन a को 1/3 हुन्छ भन्नुहुन्छ है। त्यही भएर यसको आयतन 1/3 पाई आर स्क्वायर याद हुन्छ भन्नुहुन्छ। यो चाहिँ हामीले हिसाब गरेर देखायौँ। अब एउटा सानो प्रयोग गरेर हेरौँ है। यसमा बालुवा भर्ने, यसमा बालुवा भर्दै यसमा खन्याउँदै गर्ने कति पटकमा यो भरिएला? 3 पटकमा खन्याउँदाखेरि यो भरिने हो है। यसको मतलब a को आयतनको 1/3 छ भन्ने प्रुफ भयो है। त्यसैले अबदेखि हामी कोनको भोल्युम चाहिँ अर्थात् सोलीको आयतन चाहिँ 1/3 पाई आर स्क्वायर याद हो भनेर विश्वास गर्नु है त। a को पढेकै थियौँ, a को चाहिँ 1/3 पाई आर स्क्वायर याद हुन्छ। ल अगाडि आउँछ ल एकजना यो झरेर झन्डा आउँछ यहाँनिर त्यसरी खाँदै होइन, पछि यहाँ मिल्दैन।